कांग्रेसहरूले भ्रष्टाचार गर्दैनन् भन्ने जस्तो लाग्छ भनेदेखि उहाँलाई निष्कासन गर्ने के गर्ने निर्णय हुन्छ समितिले गर्दा भइहाल्यो, तर गरेको कुरालाई होइन भन्न चाहिँ पाइँदैन, प्रमाणले बोलिसकेको छ। जनताको रिस यस्तो चरम सीमामा छ, यही पात्रहरू यही नियतका पात्रहरू आउने हो भने चेन्ज त केही हुँदैन नि, होइन र? कति प्रपञ्चहरू चाहिँ पछाडि पनि हुँदा रहेछ नि, त्यो डिजाइनै गरेर उहाँले संसदमा त्यो डिजाइन यतापट्टि भइसक्यो, यतापट्टि संसदमा आएर बोलिदिनु भएको हो कि उहाँ आफै त्यो डिजाइनकर्ता हो कि हामीले त त्यसरी पनि हेर्नुपर्ने हुन सक्छ। गगन थापामाथि यो प्रश्न नैतिक उठ्यो, एकदम नैतिक प्रश्न हो। उहाँले यो भोलि पर्सि अझ इतिहासले सोध्छ। हामीलाई चाहेको परिवर्तन हो। मेरो प्राथमिकता मेरो युवाहरूको लागि देशमा बसी खाने वातावरण बनाउने हो। यही व्यवस्थाभित्र बसेर म जनताको आवाज बोल्छु, यसमा तपाईहरूलाई च्यालेन्ज गर्छु। कांग्रेस हो होइन भन्ने कुरा चाहिँ उहाँहरूले आफ्नो पार्टीले बैठक बसेर निर्कोल गरोस्, हेरोस्, तर भ्रष्टाचार गरेको भन्ने कुरा, यो जग्गा हड्पेको भन्ने कुरा स्पष्ट भइसकेको छ। अध्यादेशको बारेमा चाहिँ कसैले केही पनि कुरा बाहिर नबोल भनेर व्हिप जारी गरेको छ, निर्देशन दिएको छ। नेपाल गभर्नमेन्टको म्याक्सिमम एफिसियन्सी यही हो त? यसबाट हामी खुसी हुनुपर्ने? यो त गफ भयो नि, होइन? सबै प्रमाणहरू राखिदिएको छ, अझ उहाँहरूले भेट्टाउनु भएन भने हामी आफै लगेर पनि बुझाउँला, तर प्रमाण चाहिँ स्पष्ट छ। हामी तपाईहरुले हेरेर कारबाही गर्नुहोस्। अहिलेको जुन तरिकाको 2/3 आडम्बरमा दुईटा दल चल्या छ, सरकार चल्या छ, यो डेन्जरस छ। नेताहरूले विभिन्न ठाउँहरूमा सरकारी जग्गा हड्पिएको भन्ने समाचार हाम्रो लागि नयाँ